साईराम, मेरो नाम लक्ष्मी ताम्राकार हो। म चाहिँ 61 वर्ष लागे। म चाहिँ अहिले चाहिँ साई समितिमा कटिङ सिकाउँछु। मैले सिकाएको 2056 साल वैशाख 6 गते 19 तारिखदेखि सुरु गरेको। पहिला सुरुमा चाहिँ यो मन्दिरमा मैले कसरी पाइला टेकेँ भन्ने मलाई एकदम आउने रहर लाग्थ्यो। बाबाको बर्थडेमा म 5 दिनको कार्यक्रममा हाजिरी भएँ हैन। हाजिरी भएर चाहिँ म अनि आउनै थालेँ। मेरो नानी चाहिँ एकदम सानो नानी चाहिँ एकदमै बिमारी भइरहेको थियो। मलाई चाहिँ रवि भाइले रजुलाले भाउजू आउनुस्, मन्दिरमा आउनुस्, नानीहरूलाई धेरै राम्रो हुन्छ, घरको अवस्था पनि राम्रो हुन्छ भन्न थाले। म त्यहाँदेखि आउन थाल्दा मङ्सिरमा आएको। मङ्सिरको बाबाको बर्थडेमादेखि आउन थालेको। वैशाखमा चाहिँ मैले कटिङ सिकाउने चान्स पाएँ हैन। अहिलेसम्म म त्यो सिकाइ नै रहेको छु। वैशाख 19 तारिख 56 साल 19 तारिखमा चाहिँ मैले सुरु गरेर पहिला चाहिँ 3 महिनाको तालिम गरेँ। 3 महिनाको तालिममा धेरै सिक्ने नभएकोले फेरि अङ्कलसँग मैले सल्लाह गरेर 6 महिनाको तालिम गरेँ। 6 महिना तालिममा वैशाखदेखि मङ्सिरसम्म चाहिँ 30 जनाको ग्रुप, 15 जनाको ग्रुप, एक ग्रुपमा 15 जना, दोस्रो ग्रुपमा 15 जना गरेर 30 जना गरेँ हैन। त्यसपछि एक्जामहरू लिने, एक्जाम लिएर पास गर्नेहरूलाई चाहिँ प्राइज पनि दिने गरेको छु। फर्स्टलाई मिसिन, सेकेन्डलाई सानो प्राइज गरेर दोस्रोलाई पनि त्यस्तै फर्स्टलाई मिसिन अरू सानो ओहरू गिफ्ट दिन थालेँ। अहिलेसम्म म गरिरहेको छु। 26 वर्ष भइसक्यो मैले गर्न थालेको। अहिलेसम्म म लगातार गरिरहेको छु। म सकुन्जेल अझसम्म पनि म गर्छु। मलाई अङ्कलले अराएर जानुभएको, नानी नछोड्नु, म भए तापनि अन्त भए तापनि कटिङ चाहिँ कहिले पनि नछोड्नु, गरिराख्नु है भनेर जानुभएको छ। म गर्छु, म सकुन्जेल म कटिङ गरिरहेको छु हैन, गर्छु पनि। र वर्षमा 30 जनालाई पास गरेर पठाउँथेँ र अहिलेसम्म गरि नै रहेको छु। गरेर चाहिँ अहिले पनि जेउस केटीहरूले उन्नति गरिरहेको छ। कहाँ अब कटिङ खोलिरहेको छ, कसैले के गरिरहेको छ। अहिलेसम्म कोही इटरीमा छ, कोही विराटनगरमा छ, कोही हेटौडामा छ, कोही काठमाडौँमा छ, कोही इटरीमा। त्यसो गरेर उनीहरूले कटिङहरू खोलिरहेको छ। यहाँ पनि धरानमा थुप्रैजनाले खोलेर बसिरहेको छ। अहिले चाहिँ अब दिने डाटाहरू थुप्रैजना भएको हुनाले 4टासम्म पनि दियो, 6वटासम्म पनि दियो मिसिन हैन। मिसिन दियो। त्यसपछि चाहिँ 2 वर्ष 3 वर्षसम्म चाहिँ त्यसरी 6वटा 4वटा दिएँ। त्यसपछि चाहिँ अहिले चाहिँ वर्षको 2टा मिसिन दिन्छु हैन। 2 ग्रुपलाई 2टा मिसिन दिन्छु फर्स्टलाई। र उनीहरूले गरेर खाइ पनि रहेको छ अहिलेसम्म। पहिला सुरुमा चाहिँ मैले एउटा मिसिनदेखि सुरु गरेको। एउटा मिसिनमा 3 जनालाई लिन्थेँ। 3 जनालाई लिएर पालो एक घन्टा गरेर पालो उनीहरूलाई सिकाउँथेँ। त्यसपछि 2टा मिसिन भयो, 3टा मिसिन भयो। त्यस गरी अहिलेसम्ममा 11वटा मिसिन छ। 11वटा मिसिनमा चलाइ नै रहेको छु हैन। अहिले चलि पनि रहेको छ। भगवानको कृपाले बनाउनु पनि परेको छैन। अन्दाजी 4-5 हजार भइसक्यो। 4-5 हजार भइसक्यो। वर्षको 30 जना भनौँ न, वर्षको 30 जना गरेर 4-5 जना भइसक्यो। त्यो 4-5 जनाले पनि धेरैले खोलेर बसिरहेको छ। मलाई अप्ठ्यारो त त्यति लागेन हैन, किनभने मलाई सहयोग गर्ने अङ्कलै हुनुहुन्थ्यो। अङ्कललाई म भन्थेँ, अङ्कल मलाई यस्तो भयो यो मिसिन पुगेन भनेर भन्दाखेरि अङ्कलले जुराइदिनुहुन्थ्यो हैन। म अरूले पनि म दिन्छु भनेर आफै दिन आउनुभयो हैन। त्यही पुरानो मिसिनले नै म अहिलेसम्म चलाइ नै रहेको छु। नयाँ त एउटा 2टा मात्रै किनेको छु। गाह्रो केही भएन मलाई। पहिला सुरुमा चाहिँ मलाई सुरु गर्दाखेरि डर लागेको थियो। अब म सिकाउँछु त भने हैन। अङ्कलले यो सिकाउने पनि अर्कै एकजना भएको थियो, नाम के भयो उसको है, उसले सिकाउने भएको थियो। उसले सिकाउने भनेर उद्घाटन पनि भइसकेको थियो। अनि मेरो मनमा चाहिँ अलिअलि लाग्यो, मैले सिकाउनु पाए पनि हुने भन्ने मलाई चाहिँ मनमा लागेको थियो। लागेको बेलामा चाहिँ अब त्यो म सिकाउँछु भनेर चाहिँ अघि सर्नु भएन हैन। किनभने म भर्खर समितिमा पसेको थिएँ। म कोहीलाई पनि चिनेको थिइनँ। मैले सिर्फ रजुला बहिनी है, रवि भाइलाई मात्रै चिनेको थिएँ। उनीहरूको तर्फबाट म यता आएँ है। अनि मेरीगोल्ड स्कुलको मम्मी मिसले चाहिँ अङ्कललाई अनि त्यो गर्ने सिकाउने भन्ने मान्छेले चाहिँ म गर्न 19 तारिखको दिन उद्घाटन गर्यो। त्यसपछि म आउन भ्याउँदिनँ, अब कसलाई राख्नुहोस् भनेर भन्यो। अनि अङ्कलले मलाई बोलाउनु भयो है। अनि मम्मी मिसले पनि
यसरी हाम्रो छिमेकी लक्ष्मी बहिनी हुनुहुन्छ उहाँलाई यसरी सोध्नु उहाँले चाहिँ घरमा लुगाहरू सिलाइराख्नुहुन्छ भनेर मलाई भन्नुभयो अनि मम्मी मिसले नि तर्फबाट अङ्कललाई भन्नुभयो अङ्कलबाट जाने अनि फेरि अङ्कलले मलाई बोलाउनु भयो गएँ म आएपछि नानी सक्छौ सिकाउन भनेको सक्छु अङ्कल भनेर भने सुरुमा त डर लाग्यो नि सिकाउँछु त भने सिकिसकेको 10 वर्ष बादमा मैले सिकाएपछि अनि त्यसपछि अब हेरौँ भगवानको कृपाले म सिकाउँदै जान्छु भइहाल्छ नि भन्ने मनमा लाग्यो सिकाउँदै गएँ जो पहिला सुरुमा चाहिँ 23वटा आइटम मात्रै सिकाएको थिएँ 23वटा आइटमले धेरै नै जानेन मान्छेले 23वटा आइटमले कति नै सिकेन नि 3 महिनाको तालिम कति नै सिकेन फेरि आफूलाई चित्त बुझेन मैले सिकेको त 55वटा आइटम हो हैन अनि मैले फेरि अङ्कललाई भने अङ्कल 23वटा आइटमले मात्रै भएन उनीहरूले राम्रो सिक्न सकेन सिलाइ राम्रो हुन सकेन भनेर भने अनि के गर्ने त छोरी भनेर भनेपछि मैले भने अङ्कल अझ 3 महिना थप्नु भनेर भने हुन्छ नानी तिमीलाई जस्तो सजिलो लाग्छ त्यस्तै गर्नु भनेर भने मैले 6 महिनाको तालिम राखेपछि मैले सिकाउँदै गएँ अनि त्यसै दिमागमा आउँदै गयो सिकाउँदै गयो अहिलेसम्ममा त्यो सिकाउँदैछु मैले किनभने पहिला चाहिँ 50वटा आइटम राखेको थिएँ 50वटा आइटममा केटीहरूले अब कपडा किन्न सक्दिनँ उ गर्न सक्दिनँ अलिक कम गरिदिनु मिस भनेर भनेकोले मैले अहिले 40वटा आइटम सिकाउँदैछु होइन 40वटा आइटममा पनि अहिले 40वटा आइटम सिकेछ पनि एकदमै राम्रो छ केटीहरू सबैजना जेठदेखि कार्तिकसम्म अनि मङ्सिरदेखि वैशाखसम्म वर्षको 2 ग्रुप 15 जना 6 महिनाको तालिम 6 महिनाको 3 15 जना तालिम जेउस मेरो विद्यार्थीहरूले चाहिँ त्यो अब मैले सिकाएको विद्यार्थीहरूले चाहिँ एकजना इटोरीमा खोलिरहेको छ हैन एकजनाले उसमा तररामा खोलिरहेको छ हैन थुप्रो छ त्यसरी खोलिराखेको ठाउँमा काठमाडौँमा छ अनि खोलिरहेको छ उनीहरूले गरिरहेको छ अनि म त प्राय सोधिबस्छु नि त केटीहरूले कोले कहाँ के गरिरहेको छ भनेर सोध्छु अनि मिस फल्नाले यस्तो गरिरहेको छ उसले यस्तो ठाउँमा गरिरहेको छ भनेर भन्छ मलाई धेरै खुसी लाग्छ त्यो गरिरहेकोमा म चाहिँ नि अब जस्तो कटिनमा पसेँ हैन कटिनमा पसेको बेला 56 सालमा कटिनमा पस्ने बित्तिकै 1 वर्ष बादमा मलाई बेङ्गलोर जाने चान्स पाएँ मैले मेरो जीवस नानीहरू सानसानै थियो हैन सानसानै थियो अब जाउँ कि नजाउँ गर्यो तर मान्छेहरू गएको देखेर मलाई जाउँ लाग्यो मैले घरमा पनि सल्लाह गरेँ छोरीहरू सानसानै थियो मम्मी जानुस् यस्तो चान्समा जानुस् भन्यो मेरो घरको अवस्था पनि अलिक उठेन हैन अनि मलाई मेरो जेठानीले चाहिँ मधु भाउजूले चाहिँ लक्ष्मी जे हुन्छ पर्ला ट्रेनको टिकट चाहिँ म काटिदिन्छु भनेर भन्नुभयो ल नि त भनेर भने घरमा कुरा गरेपछि छोरीहरूले मम्मी जानुस् हामी पकाएर खाएर स्कुल जान्छौँ हामी भनेर भन्न थाल्यो है अनि भनेपछि ल भनेर भने हामी बुद्ध जयन्तीको दिन गएको थिएँ बुद्ध जयन्तीको दिन हामी गएपछि अब के गर्नु हैन पैसा थिएन मसँग एउटा चुरा थियो चुरा मैले बन्दकी राखेर मैले 3000 रुपैयाँ लिएर गएँ 3000 रुपैयाँ लिएर पुगिहाल्छ आफ्नो हात त हो नि खर्च गर्ने भन्ने कुराहरू मैले लिएर गएपछि जाने आउने खर्च जाने मेरो जेठानीले गरिदिनु भयो हैन अनि हामी गएँ सिलगढीमा अङ्कलले मलाई हामीलाई पुर्याउनु जानुभएको थियो अनि अङ्कलले सिलगढीमा पुगेर छोरी बाटोको खर्च भनेर दिनुभयो मलाई अलिकति खर्च हैन अङ्कलले दियो मलाई त यति आँसु आयो कि जे मेरो कोही नभएको पनि मेरो गार्जेन जस्तो मलाई बुवाले जस्तो मलाई बाटोको खर्च दिनुभयो भनेर मलाई एकदम खुसी लाग्यो अनि गएँ म बेङ्गलोर गएपछि अनि हामी त्यहाँ पुगेँ अनि बुद्ध जयन्तीको दिन चाहिँ हामी 3 दिनको दिन चाहिँ त्यहाँको ड्रेसहरू लगाएर त्यहाँको स्कार्फहरू दिन्छ हामी यतिजना नेपालीहरू आइरहेको छ भनेर स्कार्फ दिन्छ हैन त्यो स्कार्फ पहिले सुरुमा सुनाउँछ यो स्कार्फ हरायो भने चाहिँ 500 रुपैयाँ जरिवाना है भनेर पहिले भनेको हुन्छ है अनि हामी गएँ बुद्ध जयन्तीको दिन गएँ आजपल्ट गएपछि कुपन लिनु सिस्टम रहेछ त्यहाँ है अनि कुपन लिने सिस्टममा चाहिँ हामीले कुपन लिँदा जहिले पनि लास्ट पर्ने है जसले लास्ट पर्ने अनि मलाई मनमा कस्तो लाग्यो जहिले जाँदाखेरि लास्टमा पर्ने अनि त्यहाँ बाबाको बाबालाई हेर्नको लागि पुरा खम्बाले छेल्ने यस्तो टन्की हेर्नु पनि अब जापानिजहरू गोराहरू अल्गो हुने है उनीहरूले उसको टाउकोबाट छेक्ने त्यस्तो भयो है भएपछि अनि मनमा कस्तो लाग्यो भने त्यत्रो टाढोमा आएँ भन्न चाहिँ नहुने रहेछ है भन्न नहुने तर मनमा चाहिँ आइहाल्यो यत्रो टाढोबाट आएँ है बाबाको चरणमा यस्तो मुख
मुख मात्रै हेर्न पाउने, त्यस्तो केही गर्न पाएन, राम्ररी उयो गर्ने हेर्नै पाएन, यस्तो हेर्नु त हामीले उहाँ फोटोमा पनि देखेकै छौँ भन्ने मेरो मनमा लाग्यो। अनि मनमा लागेपछि अनि मलाई त कस्तो कस्तो लाग्यो। भोलिपल्ट फेरि हामी घर गएँ उहाँ उसमा गएँ, धर्मशालामा गइसकेपछि अनि के मनमा आयो यस्तो मनमा आयो कि म अचम्म लाग्छ कि त्यो मनमा आएको। मलाई त कति अब सानो छोरी बिमारी भइराख्ने मलाई एकदमै रुन आयो। रुएपछि म त जेसकै होस् भनेर मैले चिठी लेख्न थालेँ एउटा है। अनि अरूहरूले चाहिँ आफै आएको छ किन चिठी लेख्ने भन्ने कुराहरू भयो। अनि जे होस् म चिठी लेख्छु। फेरि त्यहाँ चाहिँ 8 बजेपछि बत्ती निभाइदिँदो रहेछ धर्मशालामा है। बत्ती बाल्नु हुँदैन, निभाइदिउने। त्यो पनि म चाहिँ अन्यारमा एउटा कपी पेन्सिल डटपेन लिएर मैले लेखेँ, भरको कहानी लेखेँ, आफ्नो दुःख सुख सबै, छोरीको बिमारीहरू सबै लेखेपछि अनि भोलिपल्ट फेरि बिहान भयो, हामी नर्सन किचनहरू गएँ है। त्यो कुपन लिएँ, त्यस्तै लास्टमा परेपछि मनै खिन्न भयो क्या। अनि हामी फेरि फर्केपछि अनि 4 बजेतिर सबैजना गइसकेको थियो है। म र हाम्रो जेठानी चाहिँ भाउजू ढिलो जाउँ है, सधैँ पनि कुपन लिने बेलामा हुने है, ढिलो के लास्ट पर्ने, बरु ढिलै जाउँ जेसकै होस् भनेर भने। ल नि त भनेर भने है। अनि भनेपछि अनि लास्टमा गएँ हामी जाँदाखेरि 4 बजिसकेको थियो है। 4 बजिसकेको जान्छु त ठाउँै छैन, पुरा भरिसकेको थियो, उभिनै पनि ठाउँ छैन। अनि ठाउँ नभएको बेलामा हामी यसो हेरिसकेपछि ला अब के गर्ने, कहाँ बस्ने भन्ने कुराहरू भयो। त्यसपछि अनि त्यहाँको चाहिँ भोलिन्टियर चाहिँ हाम्रो नेपालबाट चाहिँ हामी धरानबाट गएको उहाँलाई भने कि दिदी हामीलाई एउटा यो भर्याङको मुनि चाहिँ अलिकति खाली थियो, सिट खाली थियो है। त्यहाँको मान्छेहरूलाई चाहिँ निकालेर पठाएको रहेछ, त्यहाँ बस्नु नदिएको रहेछ। बस्नु नदिएको त्यहाँ चाहिँ मैले सट्ट देखिहालेँ, खाली भएको देखेँ। अनि देखेपछि मैले त्यो बिमला दिदीको छोरीलाई चाहिँ के भन्यो भने बहिनी हामीलाई त्यहाँ बसाइदिनु न, त्यहाँ अलिक खाली छ, एकजना हामी बस्छु नि भनेर मैले भनेपछि होइन दिदी त्यहाँबाट चाहिँ भर्खरै मान्छेहरू निकालेर पठाएको यहाँको भोलिन्टियरहरूले भनेर भन्यो है। अब के गर्ने, कहाँ बस्ने है, अनि त्यसपछि एकचोटि सोधिदिनु न, यहाँको भोलिन्टियरलाई सोधिदिनु न भनेर मैले भनेपछि उहाँले चाहिँ सोध्नु जानुभयो। अनि सोध्नु जानु भन्दा हुन्छ त बसाइदिनु भनेर भन्यो है। बसाइदिनु भने अनि ट्याक्क ल आउनुहोस् बस्नुहोस् रे भनेर भन्यो। हामी एकजना ट्याक्क 1 जना 2 जना 3 जना 4 जना गरेर लाइनै 4 जना हामी बसेँ। जुन यो सुनिता दिदी म अनि अर्को हाम्रो अशोक दाईको बुढी अनि एकजना को थियो, हामी 4 जना ठ्याक्क बसेँ। म चाहिँ 3 नम्बरमा थिएँ है। अनि 4 नम्बरमा 3 नम्बरमा सुनिता दिदी थियो, 4 नम्बरमा म थिएँ, 5 नम्बरमा फेरि अर्को को थियो। अनि खुवाएपछि अनि त्यो सुनिता दिदीले चाहिँ के भन्यो भने यहाँ खम्बाले छेक्दा बाबा त आएको देखिँदैन, म त उठेर जान्छु भनेर उहाँ उठेर जानुभयो। म चाहिँ होस् भगवान्ले यहीँ बस्नु भनेको होला, अब मान्छेलाई उठाएर पठाएको त राख्यो भने बरु यहीँ बसौँ भनेर म चाहिँ त्यहीँ बसेपछि 3 नम्बरमा म पुगेँ है। अनि बसेपछि अनि ठ्याक्क बाबा निस्किनु भयो। बाबा सुरुरुरुरु आउनु भएपछि अनि ठ्याक्क बस्नुभयो। बाबा कुर्सीमा बस्नेपछि अनि दुईटा कि एउटा प्रवचन अलिकति मात्रै प्रवचन गर्नुभयो। बाबाले अलिकति मात्रै प्रवचन गर्नुभयो। प्रवचन गर्ने बित्तिकै ठ्याक्कै हामी बसेको ठाउँमा भर्याङमा खुट्टा मात्रै के एउटा पाइला राख्ने बित्तिकै भोलिन्टियर त हाम्रो छेउछेउमा 4-5 जना भोलिन्टियर त आउनु, अब बाबा चढ्नुहुन्छ भनेर 4-5 जना भोलिन्टियर मेरो छेउमा एउटा, अर्को छेउमा एउटा, अर्को छेउमा एउटा बस्यो। अनि बाबाले ठ्याक्क उठेपछि तिमीहरू किन यहाँ बसेको, तिमीलाई कसले यहाँ बस भनेको, उठेर जाऊ भनेर बाबाले त्यो भोलिन्टियरलाई उठाएर पठाउनु भयो। अनि उठाएर पठाएपछि बाबा आएपछि पहिलोले पनि चरण गर्यो, म दोस्रो पनि गर्यो, तेस्रोमा म थिएँ। ठ्याक्क मेरो अगाडि उभिदिनु भयो। अनि उभिदिएपछि म त कामेकै भयो। अब आफ्नो छेउमा उभिन आउनु भएको है, म त पुरा कामेपछि अनि मेरो सबैले मलाई तानातान गर्न थाल्यो है। मेरो स्कार्फ त कहाँ गयो थाहै छैन। अनि म त कामदै त्यो आफूले लेखेको चिठी दिएँ बाबालाई। बाबा यी भनेर चिठी दिएँ। बाबाले लिनुभयो चिठी। अनि चिठी लिएर ठ्याक्क उभिनुभयो। म त ठ्याक्कै गएर बाबाको चरण ढोकेपछि अनि बाबा त सुटुटु जानुभयो। चिठी पनि लिनुभयो, चरण पनि दिइवरी सुटुटु जानुभयो। गएपछि अनि अरूहरूले पुरा गर्न थाल्यो क्या, रुन थाल्यो। त्यो सुनिता दिदी त उहाँ रुनुभयो।
अनि रुनुभयो। म कस्तो उठेर गएको, मलाई बाबाले उठाएर पठाउनु भएको होला भनेर उठेर जानुभयो। अनि म चरणबाट लिइवरी मेरो त स्कार्फ छैन, स्कार्फ त हरायो भने 500 रुपियाँ जरिमाना भन्यो। ला मेरो स्कार्फ छैन भनेर मैले मात्र भनेको, एकजनाले मसँग छ भनेर दिनु पर्यो। दिएर अनि स्कार्फ लगाइवरी अनि फर्क्यो हामी। बाबाले मलाई त्यतिको चरणहरू दिनुभयो है, मलाई उ गर्नुभयो। मलाई जे होस् भगवान् बाबाले मलाई धेरै नै उ गर्नुभएको छ, धेरै नै मलाई गर्नुभएको छ। मलाई धेरै पहिलाको अवस्थाभन्दा अहिले धेरै राम्रो छ। मेरो जे होस् 2टा छोरीहरू पनि राम्रो ठाउँमै बिहा भयो, राम्रो भयो। अहिलेसम्म आफ्नो आफ्नो खुट्टामा उभिएर उनीहरू पनि आफ्नो आफ्नो गरिरहेको छ। ज्वाइँहरू पनि राम्रै छ। भगवान्ले मलाई धेरै नै उ गर्नुभएको छ, राम्रो हेर्नुहुन्छ। तर जे होस् मलाई साइराम अङ्कलले चाहिँ धेरै नै गर्नुभएको छ। बाबा अङ्कल पनि जाने बेलामा छोरी म गए तापनि यो कटिङ चाहिँ कहिले पनि नछोड्नु ल, तिमीले सकुन्जेल यो कटिङ चाहिँ गरि नै राख्नु भनेर यसरी हात जोड्नु भएको अङ्कलले। म सकुन्जेल त गरिराख्छु नै होइन, म सकुन्जेल म गरि नै राख्छु। अहिलेसम्म पनि मलाई भगवान्ले शक्ति दिइराख्नु भएकै छ है। म कति लडेँ, कति के भयो, मलाई के भयो, जे होस् मलाई भगवान्ले शक्ति दिइराख्नु। लडे तापनि के भए तापनि मलाई भगवान्ले आउनलाई चाहिँ शक्ति दिनै भएको छ। म अहिलेसम्म पछिसम्म पनि म चलाइ नै राख्छु। चाहिँ अब जे होस् भक्तजनहरूलाई होइन उनीहरूलाई म भन्छु, म चाहिँ अब कटिङ अझसम्म चलाइ नै राख्छु। तपाईँलाई पनि इच्छा लाग्छ भने कटिङ आइराख्नु। वर्षको 2 चोटि ऊ हुन्छ, वैशाखमा र उसमा कार्तिकमा सुरु हुन्छ होइन, कार्तिकमा सुरु हुन्छ। तपाईँहरू इच्छा लाग्नेहरू आउनुहोस्। अहिलेसम्म हामी एडभर्टाइज चाहिँ गरेको छुइनँ होइन, एडभर्टाइज नगरे तापनि मान्छेले उसलाई भन्छ, उसलाई भन्छ। अहिले अब जस्तो मङ्सिरमा सुरु हुने, अहिले नै मान्छे कतिजना मलाई नाम देखाइदिनु, मलाई नाम देखाइदिनु भनेर आइरहेको छ है। मैले चाहिँ अब मङ्सिरमा हामीले बाबाको बर्थडे सक्छ, बाबाको बर्थडे सकिसकेपछि अनि हामी भर्ना लिन्छौँ भनेर गरिरहेको छु। कति मान्छेहरू अहिले पनि आइरहेको छ। बाबालाई भन्न चाहन्छु ह्याप्पी बर्थडे स्वामी, ह्याप्पी बर्थडे स्वामी, ह्याप्पी बर्थडे स्वामी।